नेपाललाई वैदेशिक सहयोग गर्ने पहिलो राष्ट्र कुन हो? अप्सन ए बेलायत, अप्सन बी जापान, अप्सन सी भारत, अप्सन डी अमेरिका। र यसको सही उत्तर हुन्छ अप्सन डी अमेरिका। नेपाललाई पहिलो वैदेशिक सहयोग गर्ने राष्ट्र हो। नेपालमा विक्रम सम्वत 1987 मा लाइब्रेरी पर्व हुँदा प्रधानमन्त्री को थिए? अप्सन ए भीम शमशेर, अप्सन बी जुद्ध शमशेर, अप्सन सी चन्द्र शमशेर, अप्सन डी देव शमशेर। र यसको सही उत्तर हुन्छ अप्सन ए भीम शमशेर प्रधानमन्त्री थिए। नेपालमा हलिया प्रथाको अन्त्य हुँदा नेपालका तत्कालीन प्रधानमन्त्री को थिए? अप्सन ए पुष्पकमल दाहाल, अप्सन बी गिरिजाप्रसाद कोइराला, अप्सन सी शेरबहादुर देउवा, अप्सन डी सूर्यबहादुर थापा। र यसको सही उत्तर हुन्छ अप्सन ए पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। चाँगु नारायण मन्दिरको निर्माण कसले गरेका थिए? अप्सन ए ध्रुवदेव, अप्सन बी नरेन्द्रदेव, अप्सन सी मानदेव, अप्सन डी अंशु वर्मा। र यसको सही उत्तर हुन्छ अप्सन सी मानदेवले निर्माण गरेका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुन देशको सहयोगमा निर्माण भएको हो? अप्सन ए भारत, अप्सन बी जापान, अप्सन सी चीन, अप्सन डी अमेरिका। र यसको सही उत्तर हुन्छ अप्सन सी चीनको सहयोगबाट निर्माण भएको थियो। पाल्पाको प्रसिद्ध रानी महल कति वर्ष लगाएर निर्माण गरिएको थियो? अप्सन ए 20 वर्ष, अप्सन बी 10 वर्ष, अप्सन सी 5 वर्ष, अप्सन डी 15 वर्ष। र यसको सही उत्तर हुन्छ अप्सन सी 5 वर्ष लगाएर निर्माण गरिएको थियो। दिनभरि सँगै बसी राति छुट्टिने चरा कुन हो? अप्सन ए ढुकुर, अप्सन बी चखेवा, अप्सन सी भँगेरा, अप्सन डी परेवा। र यसको सही उत्तर हुन्छ अप्सन बी चखेवा। अंशु वर्माले निर्माण गरेको प्रसिद्ध भवन कुन हो? अप्सन ए मानगृह, अप्सन बी भरदादिवास, अप्सन सी कैलाशकूट, अप्सन डी पशुपतिनाथ। र यसको सही उत्तर हुन्छ अप्सन सी कैलाशकूट। अंशु वर्माले निर्माण गरेको प्रसिद्ध भवन हो। राष्ट्रिय योग दिवस नेपालमा हरेक वर्ष कुन दिन मनाइन्छ? अप्सन ए माघ 1 गते, अप्सन बी माघ 2 गते, अप्सन सी माघ 3 गते, अप्सन डी माघ 4 गते। र यसको सही उत्तर हुन्छ अप्सन ए माघ 1 गते मनाइन्छ। विश्वको सबैभन्दा कम जैविक विविधता भएको मुलुक कुन हो? अप्सन ए मोनाको, अप्सन बी टुभालु, अप्सन सी नाउरू, अप्सन डी सान मारिनो। र यसको सही उत्तर हुन्छ अप्सन ए मोनाको। पोखरीको पारिस्थितिकीय प्रणालीमा देखाएका मध्ये कुन प्राथमिक उपभोक्ता हो? अप्सन ए सर्प, अप्सन बी भ्यागुत्तो, अप्सन सी माछा, अप्सन डी घोगी। र यसको सही उत्तर हुन्छ अप्सन डी घोगी। आकाशमा कुनै निश्चित आकार बनाएर रहेका ताराहरूको समूहलाई के भनिन्छ? अप्सन ए तारापुञ्ज, अप्सन बी तारामण्डल, अप्सन सी रात्रि तारा, अप्सन डी तारा समूह। र यसको सही उत्तर हुन्छ अप्सन बी तारामण्डल भनिन्छ। जुनारको राजधानी भनेर चिनिने जिल्ला कुन हो? अप्सन ए लमजुङ, अप्सन बी रामेछाप, अप्सन सी गोर्खा, अप्सन डी सिन्धुली। र यसको सही उत्तर हुन्छ अप्सन डी सिन्धुली जिल्ला। प्रसिद्ध वैज्ञानिक आर्किमिडीजका गुरु को थिए? अप्सन ए एरिस्टोटल, अप्सन बी युक्लिड, अप्सन सी न्युटन, अप्सन डी कोपरनिकस। र यसको सही उत्तर हुन्छ अप्सन बी युक्लिड आर्किमिडीजका गुरु थिए। विचित्र गुफा कुन जिल्लामा अवस्थित प्रसिद्ध गुफा हो? अप्सन ए तनहुँ, अप्सन बी अर्धखाँची, अप्सन सी कास्की, अप्सन डी गुल्मी।
र यसको सही उत्तर हुन्छ अप्सन डी गुल्मी। फरक गुण भएका बुवा आमाबाट प्रजनन भई पहिलो वंशमा देखा परेका गुणलाई के भनिन्छ? अप्सन ए प्रबल गुण, अप्सन बी लुप्त गुण, अप्सन सी परिवर्तन गुण, अप्सन डी वंशाणुगत गुण। र यसको सही उत्तर हुन्छ अप्सन ए प्रबल गुण भनिन्छ।